हाम्रो उर्ना गाउँलाई एउटा प्रगति गर्ने क्रममा हामी भेला भइएको छ र यो चाहिँ मिसिनको बारेमा पाउँछ होला भन्ने आशाले हाम्रो सबै यहाँ मान्छेहरूले है लेख्ने कार्यक्रममा सबै भेला भइरहेको छ। त्यो गर्नु सक्ने छैन, त्यसले गर्दा मान्छे के सोचे भने लेखेर दिउँ, पाए नपाए पनि सबको नाम लगाएर लेखेर दिउँ न भन्ने सोचाइ गरेर चाहिँ अब फेरि पालो चाहिँ आउँछ आउँदैन। अर्को कुरा दाम पनि अब यसपालि 10,000 मा आएको ग्रास मिसिन बा आउनको साल अलिकति बेसी पनि हुनसक्छ, अलिकति कम्ती हुनसक्छ। त्यसमा चाहिँ अब तपाईँहरूले त्यो उनीहरूले ल्याउँदै थाहा हुन्छ। अब कतिजना त्यतिखेर अब पोहोर 10,000 मा आएको थियो, के भएर अहिले दाम बढ्यो, के भएर कम्ती भयो भन्ने कुराहरू गर्नु भएन। सही मान्छ आउँछ, त्यो अब पक्कै आउँछ भन्ने पनि ग्यारेन्टी छैन, आउँदैन भन्ने छैन। आउने चाहिँ अब लेखेर लगाएपछि कस्तो के हुन्छ। महिना 8 सेप्टेम्बर आज 5 तारिकमा को दिनमा यहाँ सुब्ला दाजुको घरमा एकदम डेभलपमेन्ट मेरो हुनेको कुरा हुँदैछ। सबैभन्दा बाँचेको हाउस नम्बर 1 बाट आउँछ हो, टप लेभलमा सुब्बा भाइले एकदमै नोट गरिसक्नु भएको छ। मिसिन पावर टेलरदेखि लिएर ग्रास मिसिनहरू सबै हुन्छ। हाम्रो चिकन सलेम बोल्छ अबे जल्दी बोल, कल सुबह पनवेल निकलना। भन्दिन क्या आज चिपेन सरले खबर लिएकोले गर्दाखेरि चाहिँ हामी गाउँको दाजुभाइहरू दिदीबहिनी भएर आज गेवक थ्रुबाट केही पाउँछ भन्ने एउटा आशले हाम्रो चिपेन दाजुले आज हामीलाई यहाँ लिएर बोलाएर यो लेखिरहेको छु। आशा छ हामीले सायद हामीलाई गभर्मेन्टले हामीलाई सहयोग गर्छ भन्ने आशा छ। त्यो अब त्यो गफहरू अहिले गफहरू हुँदाखेरि उनीहरू हुँदै आयो भने अगाडि आयो भने हाम्रो आयो, अनि हाम्रो गफहरू रिटायर भएर पछाडि आएर अर्को गफहरूले लग्यो जितेर गयो भने त्यो तन्केर पनि जान्छ। बाइचान्स कुरा हुन्छ अनि खाम हेऱ्यो गाडी माथि आइरहेछ अनि माथि जान्छु त्यो थाहा भएछ यसो पहिला भेटेँ कि मेरो नाममा एक क्लिप छैन, मेरो नाममा एक क्लिप छैन। हात पाए सडिएको हेरे हेलो नमस्कार हजुर, राम्रै